अमेरिकाको पतन छिट्टै हुँदैछ। विश्वमा सबैभन्दा शक्तिशाली देशको रूपमा उदाएको अमेरिकाले विश्वभरि दादागिरी मच्चाउँदा अब अन्तिम अवस्थामा पुगेको छ। इरान जस्तो एउटा शक्तिशाली राष्ट्रसँग उसले न्यु खोजेर आफ्नो जुन किसिमको विश्व परिवेशमा बनाएको जुन प्रभुत्व अब यहीबाट चकनाचुर हुँदैछ र अमेरिका बिस्तारै बिस्तारै कमजोर बन्दै गइरहेको छ। इरान अहिले सोचेको भन्दा गुणात्मक रूपमा शक्तिशाली बनिरहेको छ र अमेरिकालाई चुनौती दिँदै उसले एकपछि अर्को सफलता हात पार्दै गइरहेको छ। यसरी हेर्दै जाँदा अब अमेरिकाको प्रभुत्व समाप्त हुँदैछ। अमेरिकाको जुन किसिमको विश्वलाई नेतृत्व गर्ने अहिलेसम्म गइरहेको थियो, अब उसको पालो सकिँदै गएको छ। सायद केही समयपछि अमेरिकाको जुन किसिमको शक्तिशाली देशको रूपमा आएको थियो, अब को बन्दैछ त? अब अमेरिका होइन, अरू कुनै राष्ट्र शक्तिशाली बन्दैछ। विश्वको नेतृत्व अब अमेरिकाले होइन, अन्य देशले गर्दैछ। किनभने अहिलेसम्म त अमेरिकाले आफूलाई विश्वको महाशेठको रूपमा स्थापित गराएको थियो। विश्वका थुप्रै देशहरूले पनि मानेका थिए, तर उसको रवैयाको कारण, उसले गरेका विभिन्न गलत करतुतहरू र आफू मात्रै बाँच्नुपर्छ, आफूले मात्रै सबै कुराको उपभोग गर्नुपर्छ भन्ने जुन किसिमको सोच अमेरिकाका नेतृत्व गर्ने व्यक्तिहरूले गरे, यसको कारणले गर्दा अब उसको पतन सुरु भएको छ। अब विश्वको नेतृत्व गर्ने देश अगाडि आउँदैछ। इरान पनि अन्य देशहरूलाई चुनौती दिँदै एकपछि अर्को गर्दै चौथो अथवा तेस्रो स्थानमा अगाडि बढिरहेको छ। जसरी आफ्नो सैन्य शक्ति